आमादानी जाँदा ओइ के भएको फेपुलो तासिदिले सबैजनालाई र आज डे 21 मा हजुरहरुलाई स्वागत छ र म अहिले भन्नाले आज अलिकति ढिलो उठ्नेको कारणले है मेरो भिडियो गर्नमा लेट भयो होला तपाईहरुलाई क्षमा माग्दै र म आएको छु हाम्रो आङीको घरमा है नमस्ते गर्दिनु नि आङी नमस्ते ठुलो आङी घर यहाँ हाम्रो सानो बहिनी पनि छ फेपुलो आमाइनी है संस्कार सिकाएको छ नि त हाम्रो नानीलाई ल हुन्छ तपाईहरु मेरो भिडियोमा पनि बस्नुस् होला अगाडि फेरि के हुन्छ हेर्दै गर्नुस् हेलो गाइस हम लोग नहाने आए हैं नहाने आ रहा है झूठ बोलता है मछली मारने आया तुम लोग मछली नहीं मारने हैं नहाने आया तो मुंह में सर्दी है नहाने आया है तुम लोग क्या का सर्दी बंद करते हैं नहीं होता है सो इधर है भाइहरु भक्करै माछा मार्दै आएको कि नहुँदै आएको कि के हो त्यो केही थाहा छैन यिनीहरुलाई भक्करै यहाँ स्पट गरेको छु ए भाइ नहाना छिटो लु तिमीहरु माछा मारेको मलाई थाहा छ नि आफै फेपुलो गरेको हेर्नु नि र अब हाम्रो नानीलाई घर छोडेर छोड्न गइरहेको छु तपाई पक्रिनु त मोबाइल पक्रिनु त लु त मोबाइल पक्रिनु नि दाँत चिलायो गर्दा त बनी बस्नुस् तपाईहरु मेरो सानो बडे भिडियोमा आफ्नो आफ्नो सुत्ने पाला हाम्रो तर यसको चाहिँ घरदेखि बाहिर निस्किने बित्तिकै के भएको यिनीहरु फेरि ओइ ऊ फेरि यी दामाद अनि जाँदा ओइ के भएको फेरि ल सँगै यिनीहरु त फेरि गाइस भर्खरै कुदेर आइपुगे बेड ढुक्क भइसकेको छ आफ्नो सकाल भएकोले अब यसलाई सफा गर्ने हो है र यही भन्न चाहिँ तपाईहरुसँग अस्ति ज्वरोहरुले त साह्रै पारिसकेको थियो त गएको थिएन 3 दिन जस्तो भएको थियो अहिले पनि अलिअलि है रिफ्रेस हुँदैछु अलिअलि गरेर यहाँ र अब हामी डे 21 भिडियोको अन्तिम चरणमा पुगिसकेको छु र तपाईहरुले आफ्नो व्रतलाई राम्ररी गर्नुहुँदैछ भनेर एउटा विश्वास राखेर है र हजुरहरुले खाना भइसक्यो होला अहिलेसम्ममा र के भन्नु छ भन्दाखेरि आफ्नो कहिले पनि धर्मलाई नबिर्सनु होला यो म तपाईहरुलाई सम्झाइराख्छु हजुर आज डे 21 दोर्जी तामाङ साइन आउट।